हेलो गाइस, नमस्ते नमस्कार। स्वागत छ मेरो यो सानो भिडियोमा। सानो भ्लग भन्दा नि हुन्छ। सो हामी आज आएको छु लान र लानबाट जाने छु कोलबजार। सो हेर्नु तपाईहरु लानको अवस्था अहिले कस्तो छ। फाइनली हामी सिटीमा बसेर लानको ठ्याक्कै बस पार्कमा आइपुगेको छु। र आइपुग्दा पुग्दै यहाँ पछाडिबाट ठुलो ट्रक आइरहेको छ। त्यही भएर हाम्रो सिटीवाला दाइले बिस्तारै सिटी हानिरहेको थियो ल। त्यसै गरेर बीचमा ठुलो मेसिन राखेको रहेछ। अहिले त्यस्तै रोड बनेको छ भनेर अवस्था पुरै बिग्रेको छ। भिड चाहिँ दिक्क लागिरहेछ। त्यसै गर्दा हामी आइपुगेछौँ ठ्याक्कै बस पार्कमा। सो बस पार्कमा आएपछि एउटा ठुलो ट्रक पायो। म्या कसम धेरै लामो छ। हैन ब्रो सो हामी बस पार्कमा आइसकेको छु र यहाँ हेर्नुहुन्छ कस्तो आवाज छ अहिले बस पार्कको। र बस पनि भेटाउँदैन अहिले। यति चर्को घाममा हामी हिँडिरहेछौँ र पुरै चर्को घाम छ, थाम्नै नसक्ने गरी घाम छ। त्यही पनि मान्छे कालो अहिले घाममा हिँडेर पुरै कालो भइहाल्छ। यहाँ मान्छेहरू दिशा पिसाब गरिरहेछ साइडमा, यतिकै हेरिरहेछ। सो त्यो भिडियो हेर्न सक्दिनँ। ल अगाडि बढौँ। सो अहिले हामी आइसकेको छौँ विङ्गरमा, इलेक्ट्रिक विङ्गरमा आइसकेको छौँ। अब हामी हिँड्छौँ। सो बाई।